साथीहरु स्वागत छ यहाँहरुलाई सर्ता अफिसियल युट्युब च्यानलमा। साथीहरु आज चाहिँ तिहारको भाइटिका तपाईहरु कहाँ चाहिँ कसरी के गरी मनाउँदै हुनुहुन्छ प्लिज मलाई पनि शेयर गर्नु होला। अनि मेरो आजको भाइटिका पनि म हजुरहरु समक्ष शेयर गर्ने छु। म चाहिँ आज गाउँमा आएकी छु। आज आएको हैन, म अस्ति 4 गते आएको हो। अनि तपाईहरुकोतिर के कस्तो हुँदैछ भाइटिका त्यो पनि हामीलाई शेयर गर्नु होला। अनि हामी पनि हजुरहरुमाझ हाम्रो भिडियो प्रस्तुत गर्ने छौं। यति भन्दै प्लिज मेरो भिडियोमा यदि तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु। अनि त्यसपछि छेउैमा भएको बेल आइकनलाई पनि दबाउन नबिर्सनु होला। ल आउनुस् आजको मेरो भाइटिकाको सुरुवात कहाँबाट हुँदैछ भनेर म तपाईहरुलाई देखाउँछु। घाम त चर्केको थियो त। अनि गाइजहरु हाम्रो चाहिँ यहाँ बारा पिन्दैछ। हाम्रो कान्छा भाइले बारा पिन्दैछन् यहाँ। बारा पिसेको हैन, मास पिसेको। मास पिसेको रे, सरी। मेरो माइती घरमा चाहिँ सेल बन्दैछ है। सेल हाम्रो आमाले बनाएको सेल यहाँ बन्दैछ सेल। हेर यहाँ हाम्रो घरको सेल साथीहरु यस्तो भयो। म चाहिँ बारा बनाउँदैछु है। के देउली बारा भनेर म भन्दिन। तपाईहरुकोतिर तिहार कस्तो भइराछ यसो कमेन्ट गरेर भन्नु के हो यस्तो। यस्तो भयो त्यसो भए त त्यो बेलुकासम्म नपाइएला। बेलुकासम्म न के अरे के भन्छ साइडमा लगाउने हो, सँगै लगाउने हो। अब छिटो 11:39 मा साइड थाहा होला नि। बङ्गुरको मासु पाक्दैछ हाम्रो चुलोमा चाहिँ नि साथीहरु। यहाँबाट साथीहरु मेरो घरमा रोस्ट रेडी हुँदैछ। सुनिललाई भन्नु त्यो चिया कसले साग हालेर पकाएको भनेर। डायमन्ड कसलाई मनपर्छ डायमन्ड हेर त्यो साथीहरु। खायो यहाँ सेलरोटी अनि यहाँ छ हाम्रो रोस्ट। बाँकी छ यहाँ कडाईमा हुँदैछ रोस्टिङ। यो हाम्रो गाउँले पाराको रोस्ट हो, सहर बजारको जस्तो रोस्ट होइन। ल साथीहरु सुकुटी पाडोको सुकुटी अलि सकिन लागेला पर्यो है। फेरि बाहिर बुझेले काटिरहेको इसी फुस्रोले इसी ग्यासले इसी माछाले माखाना काटी मागाइन देवाले क्या फोटो पनि ल्याउ ल त्योमा राख्नु। देखिन पछि भिडियोमा राम्रो आउँछ कि यसमा। के आइला यहाँ भयो हजुर जानी भाइ क्या होला ये गाइना ढेमाल भाइ काठमा भेट्नु नि। टिका पुसाक पान सुमान के कालाई थोरै मात्र गर्दा हुन्छ, यो धेरै नगर्नु पनि कराए घाँस हाल्दै भने मैले कति फोनको लायो?
3 फन भयो दिदी भयो भयो के बुझ्छ दाइमा यो अब 3 दिन हुन्छ थोरै मात्रै क्यामेराम्यान चुरा पर्छ अनि त अब तिम्रो त कपाल पनि बुङ्गुरको जस्तो छ मगाएको छ कपाल मगाएको उताबाट अर्को भाइले हेरिरहेको छ छिटो गरेर मासु खानु पर्यो छ फेरि त्यो लगेर उहाँ राख्यो अब यता खोज्नु चोटि ओरोदोरो गएर स्पिकर ल्याएर सानो टुक्रोको भए पनि चार्जर एकछिन त बत्थ्यो होला लु रातभरि बजाएर राखेको भोलिपल्ट खतरा देखेको थिएँ। दोकानतिर हुत्याइदिन्छु टोपी त यहाँ त सिजाली त मान्छे राम्रो के कस्तो राजा देखेछ है त्यही हो दिदी कस्तो आएको थियो यस्तै हो होला त्यस्तो हुन्छ कि दुत्ते जीवन जिन्दगी बन्छ यस्तो के को जिन्दगी अब सधैँ आउनुहुन्छ नि मा होइन अहिले चाहिँ फर्स्ट टाइम नै पहिला यस्तो गरी टिका लगाउँथ्यो र सुकीले एकचोटि लगाइदियो टाका टिका मात्रै लगायो कि यस्तो कहाँ गर्छ होइन यता गर्दैन कि यस्तो गर्दै यो त मेरो त मेमोरी फुल भयो हजुरको मोबाइलले साथी दियो दाइ टोपी चाहिँ नि हेर है हेलो भद्दा देखेको त नलाउने राम्रो देखेको छैन दाइ अलि मिलाउन झिकेर मैले त त्यसरी पो लाउने बाँकी मिलाएर त आफू लाउने हजुर तँ नझिक्ने नि यहाँ भिडियो गरेर nga ilan dia mana kalau ilan dia ni makan itu makan ari sama nak le ye man le kya sama rana ya han ke la san san kan ya man kal ke jauh dute jana semua le ye lo dah बाँकी आफू मिलाऊ है हजुर ल यो तिम्रो ल ल कान्छी बस म भने होइन कि म बाहिर लगाइदिन्छु पहिला है उता घुम्ने होइन त्यो लगाइदिनु मात्रै हो मैले पढ्दैन हजुर होला ini masih 2 घन्टा खाना ढिला हुँदाखेरि कहीँ कहीँ भैँस कराउँछ होइन म हिजो बेलुका आएर खाएँ त्यही अहिले थाल्नै छोडेर सुत्या कहीँ भैँस कराउँछ अब यसलाई पकटेलाई मुखै नमिठो हुन्छ आज यो बिमिरो उचा नि यसो त्यहाँ धारा सारा छ होला त्यहाँ लगाएर सेलाइदिने पगटी खाँदा नि हुन्छ गाउँघरमा यो पकाएको उसको काटिसकेर मेरो मात्र दिदी के गरेर सिकाउनु न आऊ पहिला आऊ न पानी पहिला उ गर पानी लिएर देउटालाई पहिला पूजा गर
यही देऊ त मान्छे ओम मङ्गलम भगवान विष्णु अनि के जति भन्छन् जागे बस्या हो के बस्यो अब यही हो त्यो सुन्तला बोक्रो जाइदिएको उजेललाई राखिदिनु पर्यो छ्या के बोल्छ त्यसैले स्याहार्छु ऊ उतापट्टि जम्मै सुकाएर केमा पोको पारेर राखेँ जम्मै बेङ्गरा बस्छ रुल छ कि अब रुखको जस्तो आउँछ है भिडियो फेरि म त के मलाई लगाइदिनु मलाई लाउनु पर्दैन ल ल भयो ल ल भाग्यमानी होस् ल हामी आउँदा सधैँ मान सम्मान यस्तै गरेस् ल भयो फेरि लडाइदियो ल ल ल